हेलो हेलो, हामी चाहिँ अब हाइकिङको लागि रेडी भइसकेको। फर्स्ट चाहिँ डाउन हिल छ, त्यसपछि अप हिल। यस्तो होला भ्यू आजको, बिहानको। जाउँ अब नगरी। त पहिलो छुट्ने हो यहाँ त। चिप्लो है त मलाई, चिप्लो है कि यहाँ त। त टाउको भङ्गै ठोक्यो भने त मान्छे त सट्टै। यो तालले त हेर्ने कथाको नेक्स्ट पार्ट मबाटै होला त। हाम्रो चाहिँ टक्क 1 घन्टा जतिको ट्रेकिङ भइसक्यो हाम्रो, डाउन हिल ट्रेकिङ। अब ठिकै आधी घन्टा जति हिँड्यो भने पुगिन्छ होला। बिहान आएको यहाँ चाहिँ अब झर्ना हेर्न जाने भनेको। बाटो चाहिँ यस्तो भयङ्कर छ है। च्याप्पै मऱ्यो खुट्टा, दुख्ने यहाँ ठ्याक्कै यस्तो भाङ्यो। अब अपिल है त। जाँदै त त्यहाँबाट आएको हामी। अब यहाँबाट टाउकोसम्म जान्छ, बिस्तारै जाउँ बिस्तारै। पर्दैन गलत बाटो पो आयो। कता यताबाट हो? यताबाट बाटो त हो नि पहिलेको पहिरोले कता बाटो
आइसक्यो टक्क तलबाट खोलाको आवाज आउँदै अब चाहिँ आइपुग्नु लाग्यो पसिना पनि लास्टै आयो क्या यहाँ चाहिँ बाघ पनि आउने भन्नु के भयो ए ए ल त यहाँबाट तल सिधै भर्याङ जाने हो यहाँ अगाडि झर्ना हो ल अब जाने हो टक्कसँग टी सर्ट यताउता पुगाने तल पानी धेरै छ अरे स्टार गइन्छ अब टाइम ल्याप्स हेर्नु होला अब यो माथिको भर्याङ पनि खिया लागेको छ लगाइसकेको छ पहिलाको बुवाहरू चाहिँ यो लहरा समात्दै जाने रहेछन् यो सबै पछि आर्मीले बनाएको रहेछ तल मजासँग झर्ना आयो अलिकति जाने यो सबैले होला यो अलिकति चिप्ले कि तल पुग्ने खालको छ कि यो चाहिँ सर्पोको यो काँचीले फेलाएको कि पातो छ अब आइपुग्नु लाग्यो हामी चाहिँ आइपुगि नै सक्यौँ ए सँगै हेर्छ त्यहाँ भाइ उता गुफा पनि छ यो त्यो पनि हेर्नु जङ्गल अहिले त्यो चाहिँ चिप्लो लास्टै चिप्लो यो त यो पहिला मास्टर स्टुडेन्ट जुत्ता नि पुगाउनु पर्ला मैले त कता जाने अब माथि जुत्ता पुगाउनु पर्छ कि हो यार यता त्यहाँनिर जानु मिल्दैन अब माथि यहाँबाट सिधै माथि जाने अब चिप्लो खस्दै यार यो त चिप्लो खस्दै यो त बिस्तारै बिस्तारै जाऊँ यहाँ हेर नि तल कस्तो खालको ढक्कै नाचको भयो यहाँको अस्तिको बारी यता जाने हो ए बुई चिप्लो त लास्टै हो चाहिँ यस्तो जुत्ता ग्रिप भएको जुत्ता लगाउँदा नि चिप्लो के ल्यायो यहाँतिर भत्काइसकेको चाहिँ यो भर्याङ पनि मलाई सँगै लागेको छ यो पनि खिया लाग्यो होला गइसक्यो खाने सबै त्यो त ल हेर न सबै गइसकेको छ ल कहाँबाट जान्थ्यो अब ऊ माथिबाट गइ नै छ हौ उयो तपाईँ हेर त्यहाँ पनि महादेवले त्यो चाहिँ मन्दिर चाहिँ यो महादेवको सानो है कति नै नभन्नु त्यहाँ पुग्दै पुग्दैन लाइटले देखिरहेको देखिन त के हो त्यो चाहिँ रगत हो त्यो के हो त्यो चाहिँ न अल्गी होला होइन अरू पनि त्यसरी आइरहँदैन नि त अल्गी भनेको ए अल्गी भने त्यो फङ्गाई इनर हुन्छ नि यो त्यस्तो घाँसहरू क्या यो त जान्छ होला यार पुरा माथिबाट भाँची नै छ यहाँ सबै गएको हो के हो बिस्तारै बिस्तारै समात्दै छ झरना That's the view, guys. के गर्ने ल म अब यहाँबाट पछि नै भिडियो बनाउँछु है बल्ल तल्ल आएको छ गाइज यहाँ ल हेर्नु ल दिस इज द भ्यू यो
आहा established by Nepal Army. टमेरो त कम नै हुन्छ टमेरै भन्छ यहाँ ब्याट टमेरोहरू टमेरो र त्यो परेवा ए This is a tourism place. हाम्रो डेस्टिनेसन यो होइन हाम्रो डेस्टिनेसन चाहिँ अझै माथि छ वहाँ माथि पुग्नुपर्छ यो चाहिँ अब स्टार्टिङ हो अहिले जानुपर्छ माथि अब यसपछि चाहिँ माथि जानुपर्छ यसपछि अब त्यहाँको चाहिँ म टाइम ल्याप्स हाल्छु त्यहाँ भिडियो बनाउन एकदमै गाह्रो जस्तो लाग्छ मलाई चिप्लो एकदमै चिप्लो भएको ठाउँ चाहिँ माथि जानु सकिँदैन रे त्यही भएर म अलिकति मात्र गएर गुफा देखाउँछु त्यति हो द्याट्स इट लु यस्तो छ यो बाटो एकछिन है त लाइट यस्तो छ कि सबै चमेरै कराउनु थाल्यो चमेरा क्या कुल छ यहाँको पानी लास्टै कुल एकदम चिसो लास्टै पसिना पनि आएको पानी चाहिँ चिसो एकदमै बबाल अब यही बाटो फेरि फर्किनुपर्छ यहीँ भरे होइन फेरि यो त्यो त्यहाँ भत्किया खाऊ 82 यति छिटो भत्किएको 2082 12मा चैत्र 12 गति बनाएको यो अब ल यो भ्लग मैले यहीँ भन्दा गरेँ अब यहाँबाट क्यामेरा लिँदै ओर्लिनु सक्दैन त्यसैले अब के घर गएपछि अपिल ट्रेकिङ अब सुरु भयो डाउन हुनु सक्यो झरना पनि देखाइहालेँ मन्दिरमाथि भर्खर ट्राई गरेको सकेन यसो फर्किँदाखेरि यो देख्यो भने भित्रबाट यस्तो खतरा स्ट्रक्चर छ नि हो वहाँ माथिबाट हो क्या पानी चाहिँ कहाँबाट हो यहाँ चाहिँ मन्दिर